हेलो एभ्रिवान, वी आर मिस्टिक क्रिएसन नेपाल। आज चाहिँ हामीले हाम्रो स्टुडियो सेटअपको लागि केही सामानहरू चाहिँ लिएर आएका थियौँ। त्यसको चाहिँ हामी युज गर्दै हजुरहरूलाई चाहिँ रिभ्यू दिनेछौँ। त्यसको लागि चाहिँ भिडियो लास्टसम्म हेर्नु होला। फोटो एन्ड भिडियोग्राफीको लागि चाहिँ हामीलाई लाइटिङ चाहिँ मोस्ट इम्पोर्टेन्ट कुरा हो हैन। त्यही भएर हामीले चाहिँ यो ल्याएका छौँ। यो चाहिँ हाम्रो रिफ्लेक्टर हैन। अनि मेन कुरो चाहिँ हाम्रो यहाँ छ लाइट हैन, Hamron 300C। अनि यो सँग हामीलाई आउँछ एउटा चार्जर र यसमा चाहिँ एकदम पावरफुल एडाप्टर छ है। पावरफुल लाइटको लागि पावरफुल एडाप्टर हामीले चाहिँ Hamron 300C सेटअप गरेर पनि युज गरिसकेका छौँ। तपाईहरुले अगाडिको क्लिप र अहिलेको क्लिपमा डिफरेन्स देखिहाल्नुभयो। यो चाहिँ हामीले एपको थ्रुबाट कनेक्ट गरेर कन्ट्रोल पनि गर्न सकिन्छ। जस्तै मलाई ब्राइटनेस कम चाहियो भने मैले मेरै मोबाइलबाट घटाउन सकियो, मलाई पुगेन र बढाउनु पर्यो भने मैले यसबाट बढाउन पनि सकियो। यसले चाहिँ हामीलाई RGB दिएको भएर पनि मलाई चाहिएको थिम अनुसार यसको म कलर चेन्ज गर्न सक्छु। जस्तो रातो, हरियो, नीलो र यति मात्र नभएर अझै डिफरेन्ट हामीले चाहिँ यो प्यालेटबाट पनि चेन्ज गर्न सक्छौं। लाइटको सेटअप त भइहाल्यो। अब म तपाईहरुलाई देखाउन गइरहेको छु यो चाहिँ सोनीको A6700 र यसमा हामी युज गर्न जाँदै छौं सिग्माको 35mm 1.4 को प्राइम लेन्स र यो सँगै युज गर्छौं हामी यो भिडियो लाइट। अहिले सम्मको भिडियो चाहिँ हाम्रो सोनीको A74 बाट भइरहेको थियो। अब आउने भिडियो चाहिँ यो सेटअपबाट। यो क्लिप चाहिँ सोनीको A6700 मा सिग्मा 35mm f1.4 को लेन्स र भिडियो लाइट युज गरेर रेकर्ड गर्दै छौं। अब हाम्रो स्टुडियोको फाइनल ग्याजेट हजुरहरूलाई देखाउन गइरहेका छौं। यो चाहिँ DJI Mini 4 Pro Fly More Combo Plus। यो चाहिँ अब हामी तपाईहरुलाई ड्रोन शट लिएर नै देखाउने छौं। यो हाम्रो सानो स्टुडियो सेटअप भिडियो थियो। तपाईहरुलाई भिडियो कस्तो लाग्यो लाइक, शेयर तथा कमेन्ट गर्नु होला। तपाईहरुले पनि फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धी कुनै पनि सर्भिस चाहेमा तल दिएको नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नु होला। हस्त आजलाई यति नै, धन्यवाद।